आज चाहिँ असार 15 गते विशेष गरी अब दही चिउरा खाने दिन भनौँ न होइन। हाम्रो नेपाली कृषि संस्कृतिसँग जोडिएको एक महत्त्वपूर्ण परम्परागत पर्व भनौँ न होइन। हाल दही चिउरा खानु पर्दैन होइन। अब चाहिँ दही चिउरा दबाउनु खाएर खाइदेऊ त कस्तो खान्छन् अघि खाए जस्तो। यिनीहरूले चाहिँ दही खाँदैछ हो मस्तले दही खाँदैछ यिनीहरूले चाहिँ। खै चिउरा खाइ त नि ए चिउरा यही हो खाने त्यो खै त प्याकेटै थिएन र बाबु खै ए त्यहाँ रहेछ प्याकेट त त्यहाँ रहेछ। अनि हेलो अनि गुड मर्निङ आयो सबजना सन्चै हुन्छ होला। म एकदम सन्चै छु। ह्याप्पी दही चिउरा। आज चाहिँ असार 15 गते दही चिउरा आयो। तपाईँहरूले पनि खाइसक्नु भयो होला सो खाँदै पनि हुनुहुन्छ होला। हामीले चाहिँ अहिले खाना छ अनि यहाँ मजाले अब दही चाहिँ हालिसकेछ सबैले अनि खाँदैछ। सृष्टिले पनि हालिसकेछ। के हो सृष्टि यस्तो दही खान लाग्यो ती हालेको तिमीले? ल ल ल ठिक छ ठिक छ खान्न ल हाल न आफै कति कति चाहिन्छ खाऊ ल खाऊ खाऊ मस्तले बस। असार महिना दही चिउरा खाने जाओस् न त दिदम। असार महिना हाल न दही चिउरा खानु परेन नि। अब चाहिँ दही चिउरा दबाउने भनेको होइन होला यति भए त हुन्छ होला। धेरै खान्न म यति भए त हुन्छ होला है। यति भयो त होइन दिन्छु तिमीलाई रह न म मोल्ने मात्रै हो कि हुँदैन। दही चिउरा खाउला बरीलै ट्याउ 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 गीत सुन्यो होइन। मिठो छ होइन बस। दही चिउरा खाने स्टाइल चाहिँ यो हो कि खासमा। सृष्टि तिमी नि खाइदेऊ न खै उठाएर खाइदेऊ त कसरी खान्छन् अघि खाए जस्तो। यता फेरि काँटा चमचले खाइराख्नु भएको। ठुलो मान्छे कसरी खान्छन् अरे दही चिउरा? यस्तरी खान्छन्। मोबाइलहरू चाहिँ बस्नु हुँदै। अब दही चिउरा कसरी खान्छन् भने चाहिँ यसरी खान्छन्। ल खिच्दै तिम्रो नि दही चिउरा खाइयो यति धेरै। अब भात चाहिँ भात चाहिँ अब जान्न जस्तो छ मलाई चाहिँ। पेट फुल भइसक्यो। के हो भन्छ यो के हो यस्तो यो के हो यो सेतो जुगा आहा त नि दही चिउरा खाएर फेरि हामीले चाहिँ खाना खाम दाल र प्राउन हो कि प्राउन छ यो चाहिँ। यता भान्जीले नि खान लाग्नु भएकै हालेर यता सृष्टिले खाए अनि यता यिनीहरू दुई भाइले चाहिँ खाएन। यिनीहरूले चाहिँ प्राउन मात्रै खाए किनभने यसले दही चिउराले टन्न छ यिनीहरूको पेट एकदम दम्म छ। तर मैले जे जस्तो भयो नि खाना चाहिँ खानुपर्छ भनेको। दही चिउरा खाएको कस्तो ढुगा लाग्ला जस्तो भयो मलाई त। नाकदेखि सिगान भन्ने पानी चुइन लागिसक्यो। अनि पछि अब चाहिँ खाना खान्छौँ ल हामी सबैले। अनि पछि खानासाना खाएर अनि आज चाहिँ हामी फेरि मसँग धेरै होइन कति 60 रुपियाँ छ अनि भोलि चाहिँ स्कुल लाग्छ यिनीहरूको। अनि त्यही भएर चाहिँ हामी चाहिँ त्यो च्यालेन्ज भिडियो खेल्ने भनेको यस्तो 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 वाला यस्तो डाउन यस्तो गर्छौँ नि त्यो वाला खेल्ने भनेको। अनि हामी यति धेरै छौँ। अब हेरौँ कसले जित्छ अनि कसले खान पाउँछ भन्ने कुरा हुन्छ। जित्छौ तिमीलाई जित्छ नरे केटाहरू कम्पिटिसन हेर्न फेरि माता
त्यो भान्जी सुत्नु भएको रहेछ अनि मोबाइल हेर्दा हेर्दै सृष्टिले पुरै त्यही मोबाइल हेरिरहेको बसेर ल रेडी है ल रेडी हो नि सबै ल अलि अरू सृष्टि सुन सुन यस्तो हुन्छ यस्तो हुन्छ अब तिम्रो सबैको हात माथि गयो मेरो तल पनि मैले खाना पाउँछु अनि सबैको माथि गयो एउटाको तल भयो नि दुईको सेपमा अनि एउटा डिफरेन्ट भयो नि त्यसले मात्र खाना पाउने 1 2 3 ए भएन बिस्तारै बिस्तारै देखिराख्नु म पनि अलि यहाँ गर्न 1 2 3 सृष्टि खाना खाने गाली खाना पाएन सर ल ल अलि 1 2 3 कुइन तपाईँ गर्नु पर्छ त 1 2 3 भएन 1 2 3 भएन ए होइन 1 2 3 भएन मामा यो हिजोले हात तलको तल माथि गरौ न आफ्नो इच्छाको तिमीलाई जता गर यस्तो सिधा गर यो सिधा आज यतिको सिधा हुनुपर्छ क्या अन्त 1 2 3 भयो 1 2 3 ओइ म कालेर 1 2 3 ए 2 अनि 1 2 3 म हैन दुईटाको तल चाहिँ हैन दिदी हो यिनको पनि माथि छ क्या अनि अनि मेरो तल थियो त मेरो हामी पनि तल दे ल 1 2 3 सबै 1 2 3 यसरी कालीले त छुट्टै भन्दैन होला ल ल अलि 1 2 3 हैन दुईटाको तल 1 2 3 हैन भएन 1 2 3 ओ पर्छ ए पाइप त भाइ र यस्तो त पाइन्छ यार ल ल ल सुरुबाट आउ न तिमीले खाँदै गर ल रक्षाले खानु 1 2 3 1 2 3 1 ए भएन बराबर यति हो कि ओ भाइ भाइ हिजो त 1 2 3 1 2 3 ओए भएन 1 2 3 यो मान 1 2 3 मलाई त खान्छ 1 2 3 सिधा पुरा खानु नदियो 1 2 3 भएन अलि अलि माथि लेखा 1 2 3 यो भगवान खाना दियो नि आमा भएन के 1 2 3 1 2 3 काली सिरियसली मात्र थियो त हातमा मामा पानी न मार्ने न ल ल म ओ त्यसो नगर ल 1 2 3 सबजना म तपाईहरुले सबैले माथि गरेको हैन बात यो मामाले गर्दा पनि खानु पाएन ल त ल ल ल 1 2 3 त्यो भएन कि यो के सिधा अलि बराबर ल 1 2 3 1 2 3 1 2 3 1 2 3 थोले त तलै गयो 1 2 3 1 2 3 हे भगवान 1 2 3 काली 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 ढोका छ खाना कस्तो त खाना काली बढाउँछ खाऊ न आइ 1 2 3 ओइ सबै छ नि त 1 2 3 उठा सिधा गर न बस अलि उता क्यामेरा एकछिन मामाले खाना दिमानी सबै 1 2 3 1 2 3 1 2 3 1 2 3 ओइ
ठुलो लाग्छ 1 2 3 1 2 3 ल 1 2 3 काली मात्र का भएन हो के सृष्टि हो के नगए म छाला पुग्यो 1 2 3 बाबु यस्तो के यस्तो खानै पाइएन 1 2 3 1 2 3 मलाई कहाँ खान्छ जोल्छ 1 2 3 रिदम ओए छोडेको खाइन कस्तो र कस्तो म त पानी खान पाइन पछि त्यतिखेर खाने पानी बडबल गरेर राख्ने म मामा भने जस्तो भनेको रिदम रहेछ यार हेर त यहाँ पानी अहिले कहाँ खान अहिले पाइन्छ त जिदी सक्छु त 1 2 3 1 2 3 काली भाग्य त त बिस्तारै खाऊ के थोरै खाऊ अनि थोरै होइन धेरै खाऊ 1 2 3 कस्तो के म खान्थे त तँ होइन जोल्ची चाहिँ त्यसले खान्छ 1 2 3 1 2 3 1 2 3 कसम त चाउँछ त्यहाँ नहाल्दै त्यहाँ नहाला खान्थ्यो तिमीले जिते खाइहाल्छ 1 2 3 म काली गयो त कालीले खान हैन हामी सबै तल त्यो कालीको मात्र हैन तल 1 2 3 अलि माथि गर रिदम अलि माथि गरे 1 2 3 1 2 3 1 2 3 काली ए भएन रचे भएन त्यही गर्ने खान पानी ल रोक्ने छोड ओ चम्च हैन के ल 1 2 3 रिदम ए होइन त 1 2 3 1 2 3 ओइ म रिदम
ओइ नखाऊ है अब ल कसम रिदमले सबभन्दा धेरै अनि मैले खाएँ क्या कालीले अनि सबले हात तल गर है 1 2 3 1 2 3 तिमी माथि गर तल One, two, three. One, two, three. One, two, three. तलै गर One, two, three. जा भागो भयो ठिक छ ल भइसक्यो अब रिदमको हाल ल पानी पनि छ रिदमको हाल माथि गरे सबले 1 2 3 1 2 3 यो मेरो पालो यो होइन 1 2 3 ल 1 2 3 गर्न भएन यार रमाइलो भयो सबैले खान पायौँ है दही चिउरा नि खाइयो अनि च्यालेन्ज भिडियो नि गरियो अनि अहिले चाहिँ मुख धोएर फ्रेस भएर बसिरहेको छु अनि भान्जा मान्छेहरू चाहिँ यता खेलिराख्नु भएको छ अनि आज चाहिँ असार 15 गते विशेष गरी अब दही चिउरा खाने दिन भनौँ न होइन हाम्रो नेपाली कृषि संस्कृतिसँग जोडिएको एक महत्त्वपूर्ण परम्परागत पर्व भनौँ न होइन अनि त्यस्तै हो रमाइलो छ होइन जे जस्तो भयो नि आजको दिनमा चाहिँ गाउँघरतिर चाहिँ अब आज चाहिँ दही चिउरा खाइन्छ क्या विशेष गरी अब रोप्दै अब रोपाइ गरिसकेपछि रोपाइ गर्दै खाइने भनौँ न दिन हो आज चाहिँ नेपाली कृषि परम्परागत र संस्कृतिको प्रतीक मनाइने विशेष दिन पनि आज होइन अनि त्यही भएर चाहिँ आज एकदम रमाइलो होला गाउँघरतिर सहरमा भन्दा चाहिँ गाउँघरतिर नै रमाइलो होला अनि भएन भनेर चाहिँ अब कतिजनाले मनाउनुहुन्छ कतिजनाले मनाउनुहुन्न होइन असार 15 गते भनौँ न असार 15 भनौँ न होइन त्यही भएर आजको ब्लग चाहिँ म यतितिर इन गर्छु सो अलि लामो भएको छ अलि लङ भइरहेछ सो आजको ब्लग चाहिँ यतै इन गर्छु एकदम रमाइलो भएको छ सो तपाईँलाई मन पर्ने लाइक कमेन्ट अनि पछि नयाँ हुन्छ सब्सक्राइब गर्नु होला सो आजको ब्लग म यति भन्दै सो इन गर्छु सो बाई बाई